यस्तो गर्छ ए किचन त यहाँ हैछ है बनाएको म त यता हेरेको थिएन यता यता हेरेको थिएँ अनि ल हेर्नुहोस् गाइस हाम्रो गाउँको धानबारी है यस्तो छ यता यस्तो जाँदैछु साथीको घर किन्नु आम कति जलुका हो जलुकै जलुका कति जलुका साथीहरू हाम्रो घरको छेउमा यस्तो पानी बग्यो होइन साथीहरू अरहर बारी पनि छ अरहर लगाएको छ अरहर हेर्नु त यो धान हो हाम्रो सबै है साथीहरू के हाम्रो दिदीले घाँस काट्नु भएको छ यसरी घाँस काटिदिन्छ कि मेरो भतिजी है भतिजी जेठी छोरी भन न जेठी छोरी आइमा मारी बारी घाँस त काट्नु हो घाँस बोकेर हिँड्नु पनि गाह्रो छ है देउरानीले फोटो खिच्दै हिँडेछ जेठानीले घाँस बोक्दै हिँड्नु भएको छ यस्तो यहाँ आजकलको जमाना जस्तो आयो जमाना के भनिस् यसलाई देखाएँ अहिले अब हजुरलाई देखाएँ दिदी मेरो घाँस बोकेर हिँड्नु भयो ल म दिदीको फोटो खिच्दै हिँड्दै गरेको छु आज हामी घुम्न हिँड्दैछ मैले दुपट्टा भनेको जेठाजुले हेर्नुहुन्छ भने भनेको कारण तर फेरि आमालाई भेट्न आमालाई भेट्न गएपछि हजुरहरूसँग मिलौँ ल है हामी यस्तै जाँदैछौँ ढङ्ग हराएकोलाई यस्तो त्यो गराइदियो भनेर लगाइदिएर मलाई घरबाट आमालाई भेट्न जान्छु भने भिडियो बनाएको उहाँ गएर भेट्छु है भनेर यहाँ हिर्सेको फोटो खिच्छु भिडियो बनाएर ऊ गरेर मिलाइ गर्छु नि त आमालाई मलाई देखाउनु कहिले कहिले आफूलाई पनि देखायो त्यस्तो गरेर यस्तो कस्तो गरेर आउन म जान्दैन आफूतिर फर्काउनु ए आमाको नाखुन काट्दै हुन्छन् बहिनीले मैले आँखाले देख्दिनँ जान्दैन फोटो खिच्न पनि फोटो खिच्न पनि ढङ्ग छैन ढङ्ग छैन कता 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 गरी इल्ला देख्छु उता देख्दिनँ त्यसमा नै आउनुहुन्छ ए हामी वापस आयौँ यस्तो छ हेलो 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 साथीहरू हाम्रो गाउँ यस्तो छ है यस्तो नानी बाबुहरू कहाँ हिँडेको यस्तो घाममा हो र